नमस्ते। आज चाहिँ हाम्रो प्यारी कान्छी भान्जी दिलिसाको चाहिँ गुनियो चोलीको सानो प्रोग्राम थियो घरमा। अनि चट्टा लाएर आफ्नो बजाइले सबै के अरे पहिरन गरिदिनु भयो गुरुङ शैलीबाट, गुरुङ पहिरन है। अनि त्यसपछि चाहिँ भान्जीको चाहिँ नेपालमा चाहिँ इही गरेर आएको थियो। अनि फेरि नेवार कल्चरमा इही गरे पनि फेरि गुनियो चोली चाहिँ गुरुङ कल्चरबाट मामावलीहरू गुरुङ सिनी भएपछि चाहिँ के अरे गुरुङ भएपछि चाहिँ टक्क लाएर गुनियो चोली पनि गर्यो। भान्जी लुक सो प्रिटी त्यही माथि एकदमै ज्ञानी पनि छ। झन् कस्तो सुहाएको कि गुरुङ ड्रेसमा। अनि टक्क लगाएर हाम्रो घरमा चाहिँ भान्जीलाई रेडी पारेर तल गएर टक्क लगाएर सबैजना मिलेर भान्जीलाई टिका लगाइदिने। अनि त्यसपछि खुट्टाको जल खाने कार्यक्रम थियो। अनि भान्जी लुक सो प्रिटी। सुरुमा चाहिँ अब आफ्नो बजाइबाट चाहिँ स्टार्ट भयो जल खाने। अनि त्यसपछि चाहिँ जल खाएर वी जस्ट प्रे फर हर। अनि सबै राम्रो होस् भान्जीको चाहिँ। अनि यस्तो चाहिँ मैले चाहिँ हाम्रो चाहिँ मेरो चाहिँ गुनियो चोली गरेन, त्यही भएर चाहिँ मैले यस्तो थाहा थिएन है। तर ठुलो भान्जीको पनि गऱ्यौँ अनि कान्छी भान्जीको पनि गऱ्यौँ। अनि टक्क लाएर चाहिँ मम्मीले गिफ्ट दिनुभयो कान्छी भान्जीलाई। अनि सी वाज लाइक कस्तो हुन्छ नि, मैले चाहिँ यस्तो एक्सपिरियन्स नगरेर पनि इट वाज सो नाइस के। ठुलो भान्जीकोमा चाहिँ याद थियो, तर ठुलो भान्जीकोमा चाहिँ अलिक ठुलै गरेको थियो कि, त्यही भएर धेरै मान्छे पनि आएको थियो, त्यही भएर धेरै राम्रोसँग चाहिँ याद भएन। तर कान्छी भान्जीको चाहिँ मजाले याद भयो। बाबा चाहिँ अब भोलि टिका लाउन पाउला नपाउला, साँच्चैको बिहा हुँदाखेरि अब यो गुनियो चोली गर्दाखेरि चाहिँ बाजे चाहिँ एकदमै भावुक हुनुभयो। अनि चाहिँ ठुलो माइजूको पालो सुरुमा, अनि रश्मि दिदीको पालो भएपछि चाहिँ मेरो बुढुले जल खानुभयो। अनि त्यसपछि चाहिँ बुढुको पालो सकेपछि फेरि जेसिका गुरुङको पालो आयो। अनि मैले पनि जल खाएँ है। दिस इज माई सेकेन्ड टाइम भनौँ न, ठुलो भान्जीको जल खायो पहिला, अहिले चाहिँ कान्छी भान्जीको। अनि त्यसपछि मजाले टिका लगाइदियो। अनि त्यसपछि मामा माइजूबाट चाहिँ अनि मजाले दक्षिणा दियौँ। अनि त्यसपछि चाहिँ यतिको सानो प्रोग्राम, तर जस्ट परम्परा है। अनि चाहिँ हाम्रो सबिनको पालो, अनि उहाँ चाहिँ मेरो देवर हुनुहुन्छ। अनि सफलले चाहिँ पुरा ढोग्यो, 2 चोटि ढोग्यो है फुच्चे भाइले। अनि त्यसपछि चाहिँ कान्छी माइजू, अनि त्यसपछि सानो सोनिका दिदीको, अब सोनिका दिदी के अरे, अनि सोनिका दिदी अब मेरो फेरि दिदी पनि, अनि फेरि देवरको बुढी पनि भएको भएर चाहिँ 2टा साइन। सबैजना ग्रुप फोटो खिचिसकेपछि चाहिँ भान्जीलाई एकदमै धेरै शुभकामना। अब अरू के भन्नु छ र है। हामी चाहिँ ह्याप्पी भएर चाहिँ सबैजना भान्जीलाई हाइप गऱ्यौँ।